शक्तिजी बधाई छ एकदम आज त रोलर कोस्टर भन्नु एकदमै गाह्रो भयो आज भित्र बस्नुभन्दा बाहिर बस्न धेरै गाह्रो थियो होला अन्तत नेपाल डिएलएस मेथडमा विजय भयो कस्तो थियो माहौल एकदमै राम्रो थियो भनौँ न एज अ ब्याटिङ युनिट चाहिँ एकदमै राम्रो खडा गरेको थियो नारायणले चाहिँ 50 हाल्यो मिडल अर्डरले पनि जुन हाम्रो एउटा अलिकति त्यति राम्रो देखेको थिएन अगाडिको सिरिजहरूमा जस नारायणले र अरू दिलशादले अरू पनि ब्याट्सम्यान मिडल अर्डर चाहिँ जस राम्रो स्कोर गरेर चाहिँ जस एउटा मिडल अर्डर ब्याटिङ युनिटले चाहिँ एउटा राम्रो योगफल गरेर चाहिँ 200 को चाहिँ स्कोर चाहिँ खडा गरेको थियो ब्याटिङ युनिटको हिसाबले चाहिँ हामी चाहिँ राम्रो गरेको थियौँ अब राम्रो टोटल थियो नेपालको यो विकेटको हिसाबले त फर्स्ट इनिङ्समा हेर्दा तर पनि सेकेन्ड इनिङमा चाहिँ अलिकति जुन अभिषेकको ओभरबाट जुन मोमेन्टम लुज गर्यो भने फास्ट बलरलाई बलिङ गर्न दिएन लाइटको कारणले गर्दा पनि होइन त्यसपछि के भयो सेकेन्ड इनिङ्स त अलिकति भन्दाखेरि त्यही नै हो मोमेन्टम भनौँ न आई थिङ्क 200 चाहिँ यो ग्राउन्डमा चाहिँ आई थिङ्क डिफेन्डेबल थियो इजिली नै थियो तर पनि अब जस्तो लाइट र पछि हेरेर चाहिँ अलिकति ड्रिजली हुन थाल्यो होइन त्यसले गर्दा चाहिँ जुन मोमेन्टम हामीले चाहिँ फर्स्ट ओभरमा पाएको थियो त्यो मोमेन्टम तुरन्तै चाहिँ सिफ्ट भयो अब निकाल्ने के छ भने चाहिँ अब फास्ट बलर जुन स्ट्राइक बलले अब त्यो कन्डिसनमा जुन चाहिँ एक विकेट निकालिसकेको छ प्लस रनआउट पनि भएको थियो त्यो ओभरमा चाहिँ होइन त्यसले गर्दा चाहिँ त्यो मोमेन्टमले गर्दा चाहिँ भनौँ न अब रेन सिजन होला त्यसपछि बलरले पनि अलिकति ग्रिप हुन गाह्रो हुन थाल्यो अब जुन ढिलो बल हुन्छ त्यो अलिकति फ्ल्याट हुन्छ इजी हुन्छ ब्याटमा आउनुलाई सो ओभरअल हेर्दाखेरि चाहिँ हामीहरूको लागि चाहिँ अलिकति अगेन्स्ट कन्डिसन हो किनकि हाम्रो मेन अट्याक भनेको स्पिन अट्याक हो र स्पिन अट्याकलाई चाहिँ रेनी र भनौँ न जुन हुन्छ यो कन्डिसन चाहिँ अलिकति युजफुल हुँदैन त्यसले गर्दा चाहिँ अलिकति त्यो सायद इनएक्सपिरियन्स जुन हुन्छ यो कन्डिसनमा हामीहरूको इभेन कुरा गरौँ भने चाहिँ हाम्रो ओभरअल चाहिँ यो यङ टिम छ अन्डर 19 को लागि फर्स्ट भनौँ न फर्स्ट टाइम चाहिँ मोस्ट अफ देम चाहिँ फर्स्ट टाइम खेल्दा छ सो त्यसले गर्दा चाहिँ यो पानीको कन्डिसनमा जुन गर्नुपर्ने कुराहरू छ त्यहाँ चाहिँ अलिकति ल्याक भयो त्यसले गर्दा चाहिँ अलिकति हामीले चाहिँ जुन स्पिन अट्याकले डोमिनेट गर्न परेको थियो त्यो चाहिँ डोमिनेट गर्न सकेन र भनौँ न एट लास्ट भनौँ न एउटा राम्रो रिजल्ट आयो तर पनि एउटा एक्सपिरियन्स हो स्पिनरहरूलाई चाहिँ यो कन्डिसनमा हामीले चाहिँ यो गर्दा चाहिँ बेटर हुन्छ लास्टमा धेरै डिस्कसन चल्यो होइन डिस्कसन धेरै चल्यो खासमा त्यो म्याच चाहिँ अलिक चाँडै रोक्नु पर्थ्यो होइन अम्पायरले जुन तपाईँले पानी परेर आएको थियो अब त्यसमा त हामीले के भन्नु पर्छ म्याच अफिसियलको कुरा हो होइन हामीले चाहिँ अब जस्ट एउटा अब्जेक्सन भनेपछि गर्न सकिन्छ होला त्यसमा होइन तर पनि अल्टिमेटली चाहिँ इट्स गोज टु म्याच रेफ्री एन्ड अम्पायर साइड लास्टमा चाहिँ जे डिसिजन आयो राम्रै यो एउटा चाहिँ के यो अहिले त्यो म्याच रोकिएपछि फेरि यो 20-25 मिनटपछि यो डिसिजन लिनु चाहिँ के बिचमा के भइरहेको त्यो चाहिँ सायद मेरो ख्यालले एक्ज्याक्टली मलाई केही थाहा भएन होइन त्यो त अब अम्पायरको टेक्निकल कुरा होइन त्यो चाहिँ जस रोकिरहेको छु हामीले लाइट्सहरू हेर्दैछु अब रेनको पनि हेर्दैछु भन्ने कुराहरू आयो सो इट्स अप टु देम होइन त्यो त हामीले चाहिँ क्वेसन बाँकी 4 ओभर खेल भयो के हो बाँकी 4 ओभर खेल भयो के हो अब 4 ओभर के भएको त्यो अहिले त भनौँ न 60-40 आइसक्यो थियो जुन विकेट हामीले पाएको थियो 60-40 आइसक्यो थियो तर जुन मैले अघि नै भने कि जुन कन्डिसन थियो त्यो जुन हाम्रो स्ट्रेन्थ छ स्पिनरको लागि चाहिँ एकदमै अगेन्स्ट भयो त्यसले गर्दा पनि यहाँसम्म आइपुग्यो गर्दाखेरि चाहिँ होइन त्यसले गर्दा चाहिँ जे होस् एट लास्ट चाहिँ राम्रो भयो अफगानिस्तानले आज 8 विकेट जित्ने गरेको हाम्रो पनि त्यसमा जित्नु भयो होइन आजको जितले चाहिँ अब टुर्नामेन्टमा अफगानिस्तानलाई बलियो मानिएको छ आजको जितले चाहिँ अफगानिस्तानसँग खेलसँग हामी लिडाएको हुन्छ जस्तो लाग्छ अनि हामीले त्यतातिर हेरेकै छैन हामीले आफ्नो जुन अपोनेन्ट अगाडि आउँछ त्यतातिर हेर्छ र अल्टिमेटली मैले भनिसकेँ कि स्पिनरले चाहिँ यो कन्डिसन गाह्रो जुन हाम्रो स्ट्रेन्थ छ अब हामीले यो जुन आजको कन्डिसनमा खेल्यो त्यहाँबाट चाहिँ हामीले चाहिँ लर्न गर्न पऱ्यो कि यदि यो कन्डिसन आयो भने चाहिँ हामीले चाहिँ कसरी त्यो कन्डिसनलाई चाहिँ ट्याकल गर्ने इभन फिल्ड प्लेसमेन्टदेखि लिएर बलिङ युनिटले कसरी स्ट्यान्डअप लिने फिल्डिङ प्लेसमेन्टमा अरू के बेटर गर्न सकिन्छ भन्ने कुराहरूलाई चाहिँ अझै बेटर गर्ने कोसिस भन्ने हिसाबले चाहिँ हामीले फेरि टिम मिटिङमा चाहिँ इभ्यालुएट गर्दैछौँ सो होपफुली चाहिँ यतिको चाहिँ जुन हामीले चाहिँ सोचेको थिएन कि हाम्रो स्पिन अट्याक चाहिँ यो कन्डिसनमा चाहिँ अलिकति कोल्याप्स हुन्छ होला भन्ने सोचेको थिएन सो आउने म्याचेसहरूमा चाहिँ हामीले अझै बढी फोकस भएर यो स्टडी गरेर चाहिँ प्लान गरेर चाहिँ आउँछ यो मैदानमा टस कतिको इम्पोर्टेन्ट हुन्छ टस इम्पोर्टेन्ट भन्नुपर्दा पनि हामीले कसरी चाहिँ अब हामीले इभन हामीले कुरा गरौँ भने चाहिँ हामीले ब्याटिङ नै रोजेको थियो उनीहरूले टस जितेर हामीले ब्याटिङ दियो भने चाहिँ हाम्रो प्लान ब्याटिङ नै थियो अब कन्डिसन डिफ्रेन्ट भइदिएको भए ड्राई कन्डिसन भइदिएको भए सनी साइड भएको भए चाहिँ हामीले एज अ कोच चाहिँ मलाई विश्वास छ कि हाम्रो चाहिँ धेरै माथि नै हुन्थ्यो होला तर त्यही हो सायद युएले चाहिँ बिहान हेर्दाखेरि त्यस्तो खासै चाहिँ पानी पर्छ भन्ने त्यो कन्डिसन आउला भन्ने चाहिँ इभन फोरकास्ट हेर्दा पनि
मेबी 5 to 10% मात्रै थियो र लास्टमा आएर चाहिँ त्यो कन्डिसन आउनु पुग्यो सो युएले सायद त्यो सोचेको होला पनि हुनसक्छ तर हामीले चाहिँ हेर्दाखेरि चाहिँ एनालाइज त गरिनँ तर अल्टिमेटली हामीले चाहिँ अब राम्रोसँग गरेको थियो अनि फेरि म त्यही भन्न चाहन्छु यो कन्डिसनमा अझै हामीले चाहिँ मेहनत गर्नुपर्छ फोकस गर्नुपर्छ र यो कन्डिसनले चाहिँ कसरी ट्याकल गर्ने स्किमहरूले ब्याट्सम्यानले त्यो अझै हामीले राम्रो वर्क गर्न चाहनुहुन्छ नेक्स्ट म्याचमा जितबाट टुर्नामेन्ट सुरुवात गर्दा चाहिँ मोटिभेसन अभियसली कुनै पनि टुर्नामेन्ट बिग टुर्नामेन्टमा चाहिँ फर्स्ट विन चाहिँ एकदमै म्याटर गर्छ किनभने चाहिँ यो विन यदि हामीले त्यो नपाएको भए सायद हामीले चाहिँ आउने म्याचहरूमा अलिकति गाह्रो हुनसक्थ्यो किनकि प्रत्येक म्याच चाहिँ इम्पोर्टेन्ट छ र हामीले चाहिँ ग्रुप टप भन्नुको लागि किनकि यो फाइनलहरू म्याचेसहरू छैन ग्रुप टपले क्वालिफाई गर्छ सो एभ्री म्याच इज इम्पोर्टेन्ट फर अस अब अफगानिस्तानले हामीले अस्ति जितेको थियो भने फेरि अब लास्ट म्याच अफगानिस्तानसँग इन गर्दैछ हामी त्यो म्याच अब एकदम इम्पोर्टेन्ट हुन्छ भन्ने छ होइन सो कतिको अब अलिकति ढुक्क भएको छ आज यो बेला हेराइसकेपछि अफगानिस्तानसँग त्यो मोमेन्टम पनि हामीसँग त्यो अफगानिस्तानसँग हामीले फोकसै गरेको थियौँ आजको म्याच हामीले जसरी युएलाई फोकस गरेको थियो भने चाहिँ आउने म्याचेस अब भोलि ओमानसँग छ पछि हङकङसँग छ त्यसपछि बल्ल हामीले चाहिँ बिस्तारै लास्टमा गएर अब टेबल पोइन्ट पनि गर्छ हुन्छ हामीहरू पनि सबै म्याच जित्नु पऱ्यो अफगानिस्तान पनि सबै म्याच जित्नु पऱ्यो सो ओभरअल हेर्दाखेरि चाहिँ टी लाइनसम्म हामीले चाहिँ त्यतातिर चाहिँ हामीले छैनौँ 1 by 1 चाहिँ हामी जान्छौँ होपफुली हामीले सबै म्याच जितेर चाहिँ एउटा क्वालिफाई गरौँ भन्ने एउटा आशा बोकेको छु हुन्छ अल द बेस्ट